आज 2082 साल मङ्सिरको 3 गते। आज चाहिँ हामी सतबिउ छर्ने दिन है। हाम्रो स्पेसली हाम्रो म्याग्दीमा स्पेसली हरेक साल यो सतबिउ छर्ने भनेर भन्छ। सतबिउ छर्ने बाला चतुर्दशी मेला पनि भन्छ। आज हामी त्यो मान्न चाहिँ गइरहेछौँ यहाँ है। अब सर हामी हिँड्दैछौँ बाटोमा। अब एकछिनमा लगभग पुगिन्छ। अनि त्यहाँको सबै रमणीय वातावरण, अनि त्यहाँको बाला चतुर्दशी मेला कसरी मनाइन्छ, सतबिउ कसरी छरिन्छ भन्ने कुराहरू लगभग सबै जानकारी दिनेछु मैले भ्याएसम्म, सकेसम्म र गरेसम्म है। लगभग अलिअलि धुरमुर यहाँबाट देखिन्छ। अझैसम्म हामी चाहिँ जुन ठाउँमा पुग्नु पर्ने त्यही ठाउँमा पुगिसकेका छैनौँ। जिमी पनि यसको नाम जिमी हो। यो पनि मेला मान्न आएको छ। जिमी ओइ हात देऊ, हात देऊ। थ्याङ्क्स। हात देऊ, हात देऊ, हात देऊ, हात देऊ। थ्याङ्क यू। पहिलाको जस्तो भिडभाड त छैन यसपालि, तैपनि हुँदै नभएको पनि होइन, छ। ल माथि चाहिँ गलेश्वरको मेन भ्यू। पहिला त भिड कोचकोच हुन्थ्यो, यसपालि चाहिँ खासै कोचकोच छैन। त्यहाँ चाहिँ अलिकति जमात छ मानिसहरूको, नत्र भने खासै जमात छैन। ल यहाँबाट हामी गलेश्वरको धेरै नजिकबाट आइयो अहिले। लाइन लगाइएको छ। मन्दिरमा प्रवेश गर्नको लागि लाइन लगाइएको छ। यहाँ प्रहरीहरूले लाइन लगाइदिएको छ सबैजनालाई। भित्र जानेर बाहिर आउने सबैलाई लाइन लगाइदिएको छ। पूजा गर्नको लागि चाहिँ लगाइएको रहेछ है लाइन। पूजा गर्ने मानिसहरूलाई लाइन लगाउनु पर्ने, जसले पूजा गर्नुहुन्न उहाँहरूलाई लाइन लगाउनु नपर्ने। बजारहरू यता छन्। यी पूजा गर्नको लागि चाहिँ लाइन लगाएर बस्नुपर्ने। यो चाहिँ नेपाली मार्केट छ। सुरक्षा निकायहरू उता, यता सबै व्यापारीहरू, खानाका परिकारहरू। यता लाइन लगाइएको छ पूजा गर्नको लागि। अनि यता पञ्चे बाजामा नाचगान हुँदैछ। सायद यो गलेश्वर मन्दिरको समितिले बनाउनु भएको समितिले राख्नु भएको होला।
लगभग गलेश्वरको मुखबाटै लाइनमा बसिराख्नु भएको छ। यता व्यापार व्यवसाय चल्दैछ। यता भजन कीर्तन। हेर्न त बरु नै आइसक्यो सबैलाई बोलिन। कालिका भजन टोली चाहिँ आउनु भएको छ। यो मन्दिर परिसर है। यताबाट चाहिँ हाम्रो भित्र आउने ठाउँ यो मन्दिर परिसर। यसलाई चाहिँ बसाए भनिन्छ। अब कतिपयले नहेर्नु भएकोले यो बसाए तामाको हुन्छ। यो तामा काठ अथवा शिलाबाट बनाइने। यो चाहिँ प्रवेशद्वार, पूजा गर्नको लागि प्रवेशद्वार यो। यहाँभित्र पूजा गर्ने। मोमो त आउने नि। ल यो चाहिँ श्रीकृष्णको मूर्ति है। नमस्कार नमस्कार। के सन्चै छौ? मैले त तिमी हाम्रो भिजिटरहरू पनि आउनु भएको रहेछ यहाँ। ल यहाँ चाहिँ यो सतीबिउ छर्ने भन्ने यो धान छर्ने हो। यसमा धान प्रसादहरू छर्दै हिँड्नुहुन्छ यसमा। कतै नमस्कार, कतै चाहिँ अब भिडियो बनाउने है। अनि यहाँ चाहिँ अब अस्ति नै मैले बनाएको थिएँ भिडियो, तर त्यति क्लियर आएको थिएन। आज चाहिँ नजिकबाट भिडियो ल्याउने मौका मिल्यो मलाई। जुन यो गलेश्वरको मन्दिर बनेको छ यो पुरै शिलामाथि बनिएको छ। झन्डै यो 2-3 किलोमिटरको भित्रैमा छ हैन। यो 2-3 किलोमिटरको दायराभित्र रहेको यस मन्दिर पुरै शिलामाथि नै बनेको छ। सबै पत्थर छ, चौतर्फी पत्थर छ। यहाँ पुरानो बाटो थियो। यो बाटो उक्लिने पश्चिमतर्फ। अहिले चाहिँ यहाँ ढोका बनाएर बन्द गरिएको छ यसलाई।
अगाडि जानु त्यसो व्यापारहरू हुँदैछ यहाँ व्यापार व्यवसाय यो चाहिँ गलेश्वरको बाला चतुर्दशी मेला गाडीहरूको पनि यहाँ त यस्तो बाटो बनाएर माथि चाहिँ गाडी पार्क गर्ने ठाउँ अथवा रोड पनि त्यही हो र बाटो पनि त्यही छ पार्क गर्ने पनि त्यतै यता व्यापार व्यवसाय यता अनि मन्दिर यता पूजा आराधना यता हुँदैछ जसलाई तल्लोबाट रमाइलो लाग्दैन उहाँहरूले माथि बान्नबाट हेरिराख्नु भएको छ यहाँका चाहिँ पुरै कलात्मकहरू छन् सबै देखाउँदै जान्छु नमस्ते हजुर मैले लगाउँदिनँ म उसमा छु हजुरको शुभ नाम ए उहाँले चाहिँ टिको लगाइदिनु हुँदो रहेछ यो सतबिउ छर्ने यसैलाई भनिन्छ सतबिउ छर्ने धान अन्य अनाजहरू भनौँ बीज बिउहरू छर्ने गरिन्छ यहाँ यति कलात्मक छ कि त्यो यसमा यसलाई चाहिँ हवन गर्ने है यो हवन गर्ने धुपबत्तीहरू गर्ने कुन भगवान हुनुहुन्छ मैले चिनिनँ ठ्याक्कै म हल्का भित्र पनि जाने प्रयास गरेँ यता पूजा गर्ने ठाउँ ध्वजा पताका धुपहरू धुपबत्तीहरू बालेको
यहाँ तल चाहिँ कालीगण्डकी नदी, यसमा मन्दिर अनि यसको लगत्तै खान्छ धेरै डिटेलमा नजाऊ। कालीगण्डकी नदी धेरै तल छ है। यो तोरण तारेको यो जुन देखिएको छ यो चाहिँ तोरण तारेको है। यता पनि तोरण तारेको कालीगण्डकी नदी, यता मन्दिर परिसर है।